Hello everyone, welcome back to my new video tutorial. So आज चाहिँ म हजुरहरुलाई फ्लावर कोस्टर बनाएर देखाउन गइरहेको छु। त्यसको लागि मैले यो ग्रीन धागो अनि मसँग छ लाइट ब्लू खालको धागो, यो चाहिँ नेपाली वाला, अनि यो युज गरेर मसँग चाहिँ छ 3 मिलिमिटर अनि स्टिच मार्कर, अनि मसँग छ सिजर। अब चाहिँ हामी यहाँबाट स्टार्ट गर्न गइरहेको छौं। ओके, लेट्स स्टार्ट नाउ। फर्स्टमा चाहिँ हामी फ्लावर कोस्टहरुको बीच पार्टको भाग बनाउने छौं, अनि त्यो बीच पार्टको भाग बनाउनको लागि चाहिँ मैले फर्स्टमा म्याजिक रिङ बनाउनु पर्ने हुन्छ। सो यो चाहिँ म्याजिक रिङ। यसपछि हामी यो पछाडीको धागोलाई यसरी अगाडि ल्याएर एउटा चेन बनाउने छौं। एउटा चेन बनाइसकेपछि हामी यहाँनिर 5 वटा सिंगल क्रोशे बनाउने छौं। यहाँ म्याजिक रिङ भित्र 1 2 वटा 3 वटा 4 वटा र 5 वटा। यो बनाइसकेपछि अब हामी यहाँनिर नेक्स्ट राउन्ड 2 मा चाहिँ इन्क्रिज गर्न जाँदै छौं। फर्स्टमा एउटा सिंगल क्रोशे अनि म यहाँनिर यसमा मार्क गर्दिने छु। यो चाहिँ फर्स्ट भएको कारणले गर्दा फेरि यहाँ मार्क गर्ने, अनि यसपछि हामी यहाँनिर दुईवटा यहाँ एउटा बनाइसक्यौं। अब अर्को पनि फेरि हामी यहाँनिर एउटा बनाउने छौं। दुईटा, फेरि अर्कोमा दुईटा, फेरि पनि दुईवटा, फेरि पनि दुईवटा र फेरि पनि लास्टमा एउटा दुईवटा बनाउने। अब यो बनाइसकेपछि फेरि हामी राउन्ड 3 तिर लाग्छौं। राउन्ड 3 मा चाहिँ हामी एउटा सिंगल क्रोशे अनि एउटा चाहिँ बढाउँछौं है। यहाँ एउटा सिंगल क्रोशे बनायौं, 1 सिंगल क्रोशे 1 इन्क्रिज। अब सेकेन्डमा चाहिँ हामी यहाँनिर चेनलाई बढाउने छौं, दुईवटा बनाएर फेरि एउटा सिंगल क्रोशे, अर्कोमा दुईवटा, एउटा सिंगल क्रोशे, अर्कोमा दुईटा, एउटा सिंगल क्रोशे, अर्कोमा दुईटा। अब अर्को रहेको छ राउन्ड नम्बर 4। राउन्ड 4 मा हामी दुईटा सिंगल क्रोशे, 2 सिंगल क्रोशे अनि एउटा चाहिँ बढाउने, 1 इन्क्रिज। 1 सिंगल क्रोशे, mark the stitches, अनि 2 सिंगल क्रोशे, 1 increase, 1 single crochet, 2 and then 1 increase, 1 single crochet, 2 1 increase, बढाउने, दुईटा बनाउने, दुईटा चेनमा अनि एउटामा चाहिँ दुईटा गर्ने। लास्ट 1 2 1 increase। अब चाहिँ हामीले राउन्ड 4 पनि सके। अब हामी राउन्ड 5 बनाउने छौं। राउन्ड 5 मा चाहिँ हामी कलर चेन्ज गर्ने छौं। सो मसँग छ यो ब्लू कलर चेन्ज गर्ने अनि यो कलर हालेर बनाउने। कलर चेन्ज गर्नको लागि चाहिँ हामीले यहीँनिर यहीबाट यसरी यो दुईटा चेनबाट यसरी छिराउने। छिराइसकेपछि म चाहिँ नयाँ धागो लिएर आउने छु। यहाँनिर कलर चेन्ज गर्दिने हामीले। राउन्ड 5 स्टार्ट गर्ने, स्टिच मार्कर हटाएर यहाँ चाहिँ हामीले 3टा सिंगल क्रोशे अनि एउटा इन्क्रिज गर्ने छौं। एउटा सिंगल क्रोशे, यसलाई चाहिँ तान्न सक्नुहुन्छ, दुईवटा, तीनवटा बनाउने अनि एउटामा चाहिँ इन्क्रिज। एउटा, दुईवटा, तीनवटा, 1 इन्क्रिज।
6 को लागि चाहिँ हामीले अर्को चेनमा एउटा स्लिप स्टिच बनाइदिने लास्ट यो फर्स्टको चेनमा अनि एउटा चेन बनाउने अनि एउटा चेन बनाइसकेपछि यहीँनिर एउटा सिंगल क्रोशे बनाउने यो बनाइसकेपछि चाहिँ म यहाँनिर मार्क गर्ने छु यो मार्क गरिसकेपछि चाहिँ हामीले अब यहाँबाट डबल क्रोशे बनाउने अर्को चेनमा अब यसपछि चाहिँ हामीले 5 ट्रिपल क्रोशे एउटै चेन भित्र बनाउने यो भयो एउटा ट्रिपल यो भयो दुईवटा ट्रिपल यो भयो तीनटा यो भयो चारटा अब लास्ट एउटा पाँचवटा ट्रिपल क्रोशे हामीले यहाँ बनायौं यसपछि अब हामी के गर्छौं भने ट्रिपल क्रोशे 5वटा बनाइसकेपछि एउटा डबल क्रोशे बनाउँछौं अर्को चेनमा अनि अर्को चेनमा एउटा सिंगल क्रोशे अब फेरि हामी सेम त्यही प्रोसेस हो अर्को चेनमा जाने एउटा सिंगल क्रोशे बनाउने अनि अर्कोमा हामी एउटा डबल क्रोशे बनाउँछौं अनि अर्कोमा हामी 5वटा ट्रिपल क्रोशे बनाउँछौं एउटा दुईटा तीनटा चारटा अनि एउटा लास्ट 5वटा यो बनाइसकेपछि अब हामीले एउटा डबल क्रोशे अर्को स्टिचमा अनि एउटा सिंगल क्रोशे फेरि सेम प्रोसेस एउटा सिंगल डबल 5वटा ट्रिपल फेरि डबल फेरि सिंगल सेम गरेर हामीले यहाँ 5वटा बनाउनु पर्ने हुन्छ अहिले चाहिँ हामीले यहाँनिर 4टा बनाइसक्यौं अब एउटा बनाउनु बाँकी छ यहाँ सिंगल क्रोशे भयो अब एउटा डबल क्रोशे अनि ट्रिपल क्रोशे एउटा दुईवटा तीनवटा चारवटा र 5वटा यो बनाइसकेपछि एउटा डबल क्रोशे अर्को स्टिचमा अनि अर्को स्टिचमा एउटा सिंगल पेटल्सको लास्ट भागमा छौं हामी यहाँ डबल क्रोशे अनि यसपछि सिंगल अब यहाँदेखि उतापट्टि चाहिँ हाम्रो अर्को नेक्स्ट राउन्ड स्टार्ट हुन्छ यहाँ चाहिँ हामीले स्लिप स्टिच बनाउनु पर्ने हुन्छ एउटा यो स्लिप स्टिच बनाइसकेपछि चाहिँ अर्कोमा हामी एउटा सिंगल क्रोशे बनाउने छौं सबै यो फ्लावर पेटल्सहरुमा एउटा सिंगल क्रोशे बनाउने अनि यहाँ हामीले अघि दुईटा सिंगल क्रोशे बनाएको थियौं यहाँनिर एउटा स्लिप स्टिच अनि यहाँ सिंगल क्रोशे फेरि यता पनि सिंगल यो सबैमा सिंगल क्रोशे बनाउने तर अघि हामीले जुन चाहिँ दुईवटा सिंगल क्रोशे बनाएको ठाउँमा चाहिँ एउटा स्लिप स्टिच बनाइदिने यहाँ चाहिँ स्लिप स्टिच अनि अरूमा चाहिँ सिंगल क्रोशे
हो यस्तै सेम प्रोसेस फलो गर्दै जाने ल र म तपाईँहरूलाई चाहिँ लास्टमा भेट्नेछु। हामीले यो 3टा पार्टमा थप्यौँ। यसमा अब यो र यो बाँकी छ। अनि यहाँ आएपछि हामी एउटा स्लिप स्टिच बनाउनेछौँ। ओके हामीले चाहिँ यहाँ सबैमा सिङ्गल क्रोसिया बनाइसक्यौँ। अब लास्टमा एउटा यहाँ स्लिप स्टिच बनाइदिने अनि चेनिङ 1 अनि अलिकति लामो धागो काटिदिने, यसलाई टाइट गरिदिने। अहिलेको हरियो धागो पनि हामीले काटेको छैनौँ, यो पनि यहाँ यसरी काटिदिनुहोस्। काटेर यो दुईटा धागो चाहिँ तपाईहरुले यो नजिकैको धागो चेनहरुमा लुकाउन सक्नुहुन्छ। यसरी यो लुकाइसकेर तपाईहरुले यहाँनिर काट्दिन सक्नुहुन्छ। फेरि यसलाई म नजिकैको स्टिचमा हाइड गरिदिनेछु। यो हाइड गरिसकेपछि यहाँ काट्दिने। अर्कोलाई पनि त्यस्तै गर्ने, सेम प्रोसेस हो। तपाईहरुले चाहिँ हो यस्तै सानो सानो मजाको यस्तो फ्लावर कोस्टर बनाएर यस्तो टी कोस्टर बनाउन सक्नुहुन्छ। आफ्नो किचनमा युज गर्न सक्नुहुन्छ बनाएर। मैले पनि बनाएँ। अब म चाहिँ यहाँनिर कप राखेर ट्राई गर्नेछु। यहाँ चाहिँ हामीले यसरी कप टी कपहरू राख्न सक्छौँ अथवा कुनै पनि होल्डरहरू भयो, कप पेन होल्डरहरू पनि राख्न सकिन्छ। यसरी नै अझै तपाईहरुले योभन्दा ठुलो साइज बनाउन चाहनुहुन्छ भने सिंगल क्रोसिया थपेर अझै ठुलो बनाउन सक्नुहुन्छ। मैले चाहिँ यत्रै साइजको बनाएँ। ओके हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब, शेयर गरिदिन नभुल्नुहोस् होला। आजको लागि यति नै, धन्यवाद। फेरि पनि भेटौँला नेक्स्ट भिडियोमा। ह्याप्पी क्रोशिङ।